अनि तपाईँको नाम के हो? मेरो नाम कर्णबहादुर हो। अनि जन्मेपछि काम गर्दै आज दुःख पाइयो। अनि खाली फुल्नु जोत्नु लाउँछु। अनि त्यस्तै पाहाडको दुःख पाएको पहिले जस्तो होइन, अहिले जस्तो होइन। धेरै दुःख पाउनु पहिलेको केटाहरू। पहिला तपाईँ पढ्न जानुभयो कि भएन? पढ्नु गएको त 9-10 दिन तल चनौके भन्नेमा गयौँ। त्यहाँ गएको त अनि अरू साथीहरूले फला त पढ्दैन भनेछ। मलाई त निकाले नि हौ बाबुआमाले। अनि घरमै बसेँ नि के गर्नु। त्यसमा पढ्दाखेरि चाहिँ के थियो त्यतिखेर? केमा पढ्नु पर्थ्यो? यत्रो काठको के जति पाटी हो त्यहाँ लेख्थ्यो माटोमा लेख्थ्यो। अनि त्यहाँ अङ्क दुना सबै त्यहाँ लेख्थ्यो। त्यो सबै अङ्क पनि लेख्थ्यो, दुना पनि लेख्थ्यो। अनि त्यहाँ त्यसैमा घोक्थ्यो, सबै मिलाउँथ्यो। खेतीपाती चाहिँ के थियो तपाईँहरूको? मरुन्जेल के अरे हलो खन्नुपर्ने। अनि खेतीपातीको मकै र धान कोदो हुन्थ्यो, दाल हुन्थ्यो खेततिर। तपाईँलाई हलो जोत्नु पर्थ्यो? हजुर। अनि त्यस्तै दुःख थियो, के गर्नु। अनि तपाईँले कति वर्षदेखि चाहिँ पुरै काम गर्न थाल्नुभयो? 15 वर्षदेखि। अनि तपाईँले दाजु छुट्टिहाल्यो 15 वर्षमै। बित्नुभयो? ए होइन, छुट्टिहालेको, छुट्टै बस्यो नि। छुट्टिनु भयो भन्नुभयो? ए अनि मेरो टाउकोमा आयो। मैले त भारी बोकेर नुन खुवाउनु पऱ्यो, हरेक दुःख गर्नु पऱ्यो। अनि नुन के चाहिँ ल्याएर आउनुपर्छ धरानबाट? धरानमा चाहिँ अब नुन, त्यहाँदेखि साबुन के तपाईँ पहिला चाहिँ धरानमा नुन बोक्न जाँदाखेरि कोसँग जानुभयो? बाबुले पुऱ्याउँथ्यो। अनि भारी बोकाएर ल्याउँथ्यो। ढाकारै बोकाउँथ्यो कि अरू? ढाकारै। बाबाले चाहिँ कुम्लोमा बोक्थ्यो, मलाई चाहिँ ढाकामा बोकाउँथ्यो। अनि तपाईँले पहिलो दिन जाँदाखेरि कहाँ पुग्नुहुन्थ्यो अरे? माथि सिरबाने पुग्नुहुन्थ्यो। अनि सिरबाने पुगेपछि त्यतिखेर बाटो थिएन कहीँ पनि? कच्ची पनि थिएन? कच्ची र त्यही सिरबाने त्यो उता जाने बाटो थियो। बाटो मात्रै थियो, हिँड्ने बाटो। अनि तपाईँ धरानमा कहाँ चाहिँ पुगेपछि कति दिनमा पुग्नु थियो धरान चाहिँ? 3 दिनमा। अनि बाटोमा नि कहाँ भात पकाएर खानुहुन्थ्यो? भेट्यो कि पानी भेट्यो कि भात। अनि भाँडाहरू कहाँबाट ल्याउनुहुन्थ्यो? हजुर, तेल, भाँडा, मसला, नुन, त्यसपछि पानी कहाँबाट ल्याउनु हुन्थ्यो? आफै बोकेको हुन्थ्यो? अहिले साह्रो दुःख थियो नि। माथि डुन भन्ने ठाउँदेखि उता जाँदाखेरि दौरा टिमबाट बोकेर लानु पर्ने, तल पाङ्ग्रे पार्टीमा लगेर दुकाउनु पर्ने। अनि त्यहाँ फेरि फर्किँदाखेरि त्यहाँ आउँथ्यो। अनि भात पकाएर खान्थ्यो। दुःख थियो नि। अनि धरानमा चाहिँ 3 दिनमा पुग्नुहुन्थ्यो तपाईँहरू? हजुर। अनि धरानमा गएर कहाँ सुत्नुहुन्थ्यो? पुरानो बजार पार्टीमा। पार्टी हुन्थ्यो पहिला? पार्टी छ, हजुर पनि छ होला। अब त्यो ठाउँमा जानलाई पुग्न मन परेको छ तपाईँलाई? मन त थियो, अब त सकिँदैन होला। अनि तपाईँहरू फर्किँदा चाहिँ कति दिन पुग्नुहुन्थ्यो नुन बोकेर? नुन हाल्नुहुन्थ्यो, अनि
5 दिन नुन अनि के लानुहुन्थ्यो तपाईँले नुन अनि तेलहरू तेल भनेको मट्टीतेल मरितेल यत्रो के जति त्यो हुन्थ्यो टिन हुन्थ्यो टिन टिनहरू त्यो गरम चाहिँ के भन्छ कान यहाँको जति गिलान गिलानमा अनि तपाईँले कति किलो लानुहुन्थ्यो जिल्लामा लाँदा पहिले त सकिएन थियो 5 नुन चाहिँ लान्थ्यो तपाईँको साथी पनि हुन्थ्यो कि साथीहरू थुप्रै हुन्थ्यो को हुन्थ्यो त्यतिखेर सुरु गर्दा सबै साथीहरू जान्थ्यो होइन पहिला कसले ल्याएर तपाईँलाई त्यहाँ धरानसम्म बुवाले अनि बुवासँग अरू को हुनुहुन्थ्यो सन्तरे माइला जङ्गी माइला तिनीहरू हुन्थ्यो अहिले खन्तरे माइला हुनुहुन्छ कि हुनुहुन्न त अनि उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ मेरो त अब दिदीको व्यवहार हो टोल्टी उहाँलाई सम्झना केही छ तपाईँको सम्झना छ नि मलाई भेट्न मन परिरहेको छ तपाईँलाई भए त खै भेट्नु त मन छ जानु सक्दिनँ के गर्नु उहाँलाई सम्झना भइरहेको छ अर्को को हुनुहुन्थ्यो अर्को त खन्तरे जन्तरी चाहिँ मेरो पहिले आधा गर्ने जोडी हो जन्तरे भनेको पाखरिन जन्तरे उहाँलाई केही भन्नु छ तपाईँको साथीलाई खै भन्नु त मन छ नि टाढो पऱ्यो के भन्नु अनि यहाँबाट भन्नुलाई अब यो भिडियो त पुग्छ त्यहाँ के भन्नु चाहनु भएको कस्तो छ के छ पहिलेको जस्तो राम्रै भएर बस्छ हुँदैन तपाईँको उहाँ चाहिँ आरा काट्ने जोडी हो जोडी हो आसाम जाँदा पनि जोडी उहाँ आसाममा लङ्का भन्ने ठाउँमा गएर आरा काट्यौँ अनि केही त पैसाको लागेपछि घरतिर फर्किन्थ्यौँ अनि घमाइको जान्थ्यो सबै बुढीहरूलाई छोडेर सबै जान्थ्यो त्यस्तो चलन थियो पहिले अब तपाईँ घरको माइला छोरा होइन अर्को अनि अरू साथीहरू को छ त तपाईँको साथीहरू त्यहाँ अहिले केही खन्तरे बाहिर भन्ने टोल्टी छ अनि टारगेट साइला छ टारगेट साइलालाई केही छ कि भन्नुपर्ने छैन अनि जन्तरी छ मेरो जोडी चाहिँ तपाईँको बिलाको जोडी साथी हो उहाँहरू होइन साथी अनि अहिले त अब त्यतिखेर तपाईँलाई जुत्ता लाउनु पाउनु भएको थियो नि त्यतिखेर जुत्ता त के त्यो एउटा त्यो के टायरको चप्पल हुन्थ्यो अनि हिँड्दाखेरि त्यो चैता वैशाखको बेलामा झन्कुटा मुनितिर हिँड्दा त चप्पल नमुद्दा त यस्तो घामले चढ्थ्यो खुट्टा हात अनि त्यो दुःख हुन्थ्यो नि पछि अनि त्यो चप्पल भेट्यो घरमा त्यो कतै त्यो चप्पललाई लगाएपछि अरू नै हुन्थ्यो त्यति कटकट खाँदैन त्यो खुट्टा साह्रो दुःख थियो पहिला खाली खुट्टै हिँड्थ्यो त मान्छे तपाईँहरू खाली खुट्टै पहिले पछाडि निस्क्यो त्यो टाढेको चप्पल भने अहिले पो जताखेरि चप्पलै चप्पल के चप्पल अनि तपाईँहरू पाहाड छोडेर त्यतिखेर त्यस्तो दुःख हुँदा पनि तराईमा त गाडी चल्थ्यो होला धरानमा चाहिँ गाडी चल्थ्यो घरमा गाडी चल्थ्यो त्यहीँदेखि पो जाँदैन थियो भनेको तल इटरीतिर सबैतिर चल्थ्यो अनि त्यतिखेर धुले बाटो थियो कि कालो पर अलिकति जस्तै पक्की थियो त्यो चाहिँ राम्रो पक्की थियो अनि तपाईँलाई त्यहाँ धरानसम्म आइसकेपछि किन त माथिको पाहाड छोडेर आउनु भएन तराई खै त 13 सालमा त्यहाँ धरानमा आइपुग्यो त्यही पुरानो बजारको पार्टीमा बसेको थियो त्यो गङ्गे
गङ्गे भनेको दाजु र त्यो पर के जातिमा यहाँ त पसिहाल्यो अनि मलाई त्यहाँ आएर गङ्गे भन्ने सिंहले चाहिँ पुरानो बजारको पार्टीमा लु तपाईँहरू सबै जानुपर्छ यसरी हामी एउटै घरमा गाउँमा बसौँ भन्थ्यो त्यहाँदेखि अब हामी त सानै सानै थियौँ 15 वर्षको त्यतिखेर अनि त्यहाँ त्यसो भन्थ्यो अनि देउते भन्नेले चाहिँ के भन्यो भने है फल्ना म त जान्न म त बस्दिनँ यहाँ कोही बस्नु मर्छ भन्थ्यो हजुर मर्छ भन्थ्यो अनि त्यहाँ यो त लाग्छ अनि भारी लागिसकेको थियो म चाहिँ बस्नु लागेको थियो त्यहाँ भारी बोकेर घरतिर आयो फेरि जाँच पनि पाएन त्यतिकै त्यो के अरे गोचिया भन्ने ठाउँमा कुरेको थियो नि के गर्नु ए त्यतिखेर है अनि अहिले त अनि सडक गाउँघरमै पुगेको छ पहिला र अहिले सम्झिँदाखेरि कस्तो लाग्छ अहिले त स्वर्ग जस्तो लाग्छ नि के गर्नु तपाईँ अनि सडक बनिसकेपछि धुमीसँग जानुभयो त गएको 2-3 खेप माइलो छोरासँग गए एकखेप के तिमीको साथीहरूसँग के जति त्यो अनि भेट्नु मात्रै जनतारेलाई भेट्नुभयो भेट्यो कतै खन्तारेलाई भेट्नुभयो तारका सानोलाई भेट्नुभयो भेट्यो ए त्यहीँ आएर के गफ भयो त तपाईँहरूको मेरो नि यस्तो पुरानो कुराहरू गरेर बस्यो अनि अहिले सडक पुगेको पनि देख्नुभयो है हजुर घरकै मुनि पुगेछ तपाईँको अनि बारी त मा सडक रहेछ अहिले त बारी त सबै खेतमा पनि सडक बारीमा पनि सडक छैन नि राम्रो भएछ अहिले त्यसो भए टावर राखेर फेरि त्यसले पनि डङ्गै बारी उगटेको छ तर विकासको लागि राम्रै छ नि विकास त ठिकै छ अनि जस्तो लाग्छ अहिले चाहिँ कहाँ हुनुहुन्छ कहाँ के गर्दै हुनुहुन्छ त आजकल आजकल त अनि अलैँची लागेपछि अलिअलि त्यो गरेर अनि त्यहाँदेखि माओवादीको समय आयो माओवादीले अनि दुःख दिएपछि अनि के गरौँ भयो त्यहाँदेखि पछाडि त अनि तपाईँलाई के भएर माओवादी त्यस्तो के गरेन होला त तपाईँलाई के गर्थ्यो र पनि गरेन घरमै आएर बस्यो बिचराहरू तर केही गरेन सेना आएर मार्छ कि जस्तो लाग्यो क्या भनेको माओवादीको सेना र उनीहरूको सेनाको बिचमा झगडा भयो भने तपाईँहरू पर्छ कि भनेर लाग्यो मारिहाल्छ कि जस्तो लागेर माइलो छोराको घरमा काठमाडौँमा आए नै हो अहिले चाहिँ के गर्दै हुनुहुन्छ तपाईँ अहिले त आनन्दै छ बिहान उठेर के गर्नुहुन्छ बिहान उठेर माथि मन्दिरमै जान्छु भगवान्लाई सफा गर्छु मन्दिर अनि पूजा पाठ गर्छु त्यति हो अनि अहिले पनि तपाईँ बढार्ने देख्छु मैले गरिरहनु जस्तो लाग्छ काम अनि हिउँदबाट त अब धुलो हुन्छ मोटेर पटेर धुलै हुन्छ सडक धुलै हुन्छ अनि नगरी भयो कृपी बसेर त भाइ अनि यस्तो पहिला खेती गरिरहने बानी अब यहाँ बसिरहँदाखेरि कस्तो लाग्छ अलिक अनौठो लाग्छ नि के गर्ने त्यस्तै हो जिन्दगी ठिकै छ अहिले कति वर्ष पुग्नुभयो 88मा अनि तपाईँको गाउँघरको सबैलाई के भन्नु मन परेको छ के
राम्रोसँग बस्ने ओर्ने केही राम्रोसँग बसोस्, राम्रो होस्। ल धन्यवाद बुवा